तपाईँ शहीद परिवार हो। तपाईँको बच्चाले जे चाहिँ भोग्यो, जे चाहिँ तपाईँको परिवारले भोग्यो, उहाँले जुन रगत बग्यो त्यो खेर जान नदिने गरी हामी काम गर्छौँ। हुन्छ कोही दोषी निर्दोष कोही पाउँदैन। अहिलेसम्म कुनै पनि आएको छैन। हामी यही छौँ। एकैछिन है, अब शहीद परिवार हो यहाँ, अलि सम्मानपूर्वक प्रस्तुत हुनु पर्यो। यहाँ हामी बाहिरबाट कुरा सेन्सिटिभ छ हेर जाँदैन। जब गौशालामा चौकी जल्यो, आगो बल्न थाल्यो चोकमा, अनि त्यो अवस्थामा के हुन्छ नानी, यसरी बस्नु हुँदैन भनेर घरमा तानेर घरमा लिएर आएर मम्मी तल बस्यो। म त माथि जान्छु है, माथि गएर हेर्छु भनेर छतमा गएको थियो। 15-20 जनाको बिचमा उसलाई गोली लाग्यो है। उसले गोली लगाएर मम्मी भन्नु पनि पाएन उसले। हजुर, त्यति बेला उहाँ मात्रै काठमाडौँमा हुनुहुन्थ्यो कि तपाईँहरू पनि? हामी सबै हुन्थ्यौँ। मम्मीले लिएर आएको, घरमा लिएर आएको, छतमा गएपछि त सुरक्षित होला नि। भनेपछि निकिताजी, तपाईँको छोरी निकिता गौतम, उहाँ स्वयं चाहिँ सुरुमा जेनजी आन्दोलनमै हिँड्नु भएको थियो। हिँड्नु भन्नाले नि बाहिर हेर्नु अवस्था नारा पनि लगाइरहेको छ, मोबाइलमा नि त्यो उसले नारा लगाइराखेको मोबाइलमै पनि छ। अनि मम्मीले सुरक्षाको लागि घरमा ल्याएको, झन् छट असुरक्षित भयो घरको छत नै। मारे गोली हानेर सिधै उहाँ झन् 200 मिटर जति टाढा छ चौकीबाटै गोली। यो बिचमा के छ त? अब राज्यले के गर्दैछ, सरकारले के गर्दैछ तपाईँहरूलाई? खै अब गर्दैछु भनेर भनेको छ, खै अब अहिलेसम्म त खासै केही भएको छैन। हामीलाई मेन भनेको हतियारलाई कारबाही हुनु, हतियार पनि किन नपाउनु। हजुर, त्यो हाम्रो मेन पहिलो माग नै त्यही छ, हतियार। अहिलेसम्म जति बेला केटाकेटीको त्यत्रो रगत बग्यो, त्यति बेलाको सरकार जसरी भागेरै भाग भए, मन्त्रीको भागेरै भाग भए, प्रहरीको भागेरै भाग भयो होइन, कोही हेलिकप्टर चढेरै हिँडे, तिनीहरू फेरि आएर चुनावमा लड्दैछन् कि कुन रूपमा लिनुहुन्छ? एउटा बुवा आइरहेछन्, यो कसरी आइरहेछ? यिनीहरूलाई लाज हुँदो रहेछ, शरम छैन यिनीहरूलाई। कुन मुख लिएर आउँछन्, कसरी आउँछन् जनताको आँगनमा? त्यस्तो मान्छेलाई जनताले कसरी विश्वास गर्छन् र अझ पनि किन पछि लागिरहेका छन्? अब भोलिका दिनमा अरूका छोराछोरी पनि त्यस्तो नहुन्, किनभनेदेखि नयाँ युगमा नयाँ परिवर्तन, नयाँ पुस्ता जन्मि नै हाल्छ होइन। र असन्तुष्टि, यस्तै बेरोजगारी, यस्तै खालको अभाव र यस्तै भ्रष्टाचार भयो भने त फेरि अर्को पुस्ता उठ्छ। त्यो नहुनको लागि के सन्देश दिनुहुन्छ, सुझाव दिनुहुन्छ तपाईँ? कोबाट गर्न सकिन्छ त? केही विश्वास त होला नि त। अब यही अब अहिलेको नयाँ दल यसैले केही गर्न सक्छ कि भन्ने आशा छ। अहिले पुरानो अरू कसैले पनि गरेनन्। हजुर, अब एमाले नै त्यत्रो वर्ष चलाए सत्ता, एमाले नि त्यति चलाए, काङ्ग्रेसले पनि चलाए, माओवादीले पनि चलाए, खोइ अहिलेसम्म के गरे? जनतालाई सधैँको दुःखको दुःख, पीडाको पीडा नै होइन, केही गरेका छन्। अब यिनीहरूकै पछि लाग्नु जनता नै मूर्ख जस्तो लाग्छ मलाई चाहिँ। हस्, धन्यवाद हजुरलाई, आफूलाई सम्हाल्नु होला सर है। मेरो कुरा के सुन्नु, तपाईँले कानुनै मिचेर गैर कानुनी रूपमा वर्षौँदेखि आफ्नो घर जग्गा अन्त हुँदै तपाईँले कुनै राजनीतिक दलले सुन्नुहोस् न कारणले संरक्षण दिएर हडपेर बस्नु भएको छ भने सरकारले सूचना दिएर खाली गर्छ? किनभने सरकारको सम्पत्ति हो, तपाईँ गैर कानुनी बस्नुभएको छ भने त्यो एउटा बेग्लै कुरा भयो। तर कानुनी हिसाबले हेर्ने कि व्यवहारिक रूपमा तपाईँ वर्षौँदेखि बस्दै आउनु भएको छ, कानुनमा समस्या छ, तर तपाईँलाई व्यवस्था त गर्नु पर्यो भने तपाईँलाई कहाँ लगेर राख्ने त? तपाईँलाई त व्यवस्था गरिदिनु पर्यो नि त, परेको परेन हो? त्यसको लागि कानुनी व्यवस्था गरी त्यस्तोमा समस्या हुँदैन। म छु नि। ल धन्यवाद सबैलाई। लाइन ठिक छ। अब जब आफ्नो शासन सत्ता सकिन लाग्यो, काम गर्न सकिएन, 34 वर्ष मान्छेलाई सपना देखाएर काम गर्न सकिएन, अनि बस्तीमा छरेर भ्रम छरेर मान्छे भड्काउने कामहरू, खेलहरू सुरु हुन्छ होला। म तपाईँलाई क्लियर कुरा भन्छु, घुमाउरो दायाँ बायाँ नक्कली कुरा रवि लामिछानेले जान्दैन। क्लियर कुरा, स्पष्ट कुरा बताउँछु, हेर्नुहोस्, एकदमै स्पष्ट कुरा हो यो। जति पनि मान्छे भूमिहीनहरूको समस्या छ,
त्यसलाई शक्तिशाली आयोग बनाउनुपर्छ। पार्टीका भरौटीहरू राखेर आयोग बन्दैन, स्वतन्त्र मान्छे बन्छ। रासोपाको मान्छे पनि बस्दैन, एमाले काङ्ग्रेस कसैको मान्छे बस्दैन। जानेको विज्ञ मान्छेहरू जान्छ, त्यस्ता मान्छे बस्छन् जो तपाईँलाई स्वीकार्य छ, तपाईँलाई स्वीकार्य भएका मान्छेहरू जो भूमिहीन छन्, जो सुकुम्बासी छन्, जो चाहिँ नि विस्थापित भएर बसेका छन्, उनीहरूलाई स्वीकार हुने त्यस्ता स्वतन्त्र मान्छे, कतैपट्टि कुनै लाभ लिने होइन कि जनताको हितलाई सर्वोपरि ठान्ने मानिसहरूबाट शक्तिशाली आयोग बन्ने हुन्छ। त्यो आयोगले अध्ययन गर्छ र वर्गीकरण गर्छ। त्यसले दिएको रिपोर्टलाई हामीले कार्यान्वयन गर्ने हो। देशमा कानुन छ, तर भएको कानुनले कहिलेकाहीँ तपाईँलाई व्यवहारिक रूपमा त्यो समयानुकूल परिमार्जन नभएका कारणले, कानुन नबनेका कारणले, पास नभएका कारणले, परिमार्जन नभएका कारणले, नफेरेका कारणले तपाईँले आफ्नो अधिकार गुमाउनु भएको छ भने कानुन बनाएर भए पनि रासोपाले तपाईँको अधिकार दिन्छ। अधिकार गैर कानुनी ढङ्गले आफ्नो तपाईँले एकदमै हडपेर बस्नुभएको छ, न व्यवहारिक छ, न कानुन सम्मत छ, न तपाईँको हो। माफ गर्नुहोस्, मैले त्यो गैर कानुनी कामलाई म कानुन अनुसार गर्छु, म दिन्छु, म झुटो कसम खान सक्दिनँ, मलाई माफ गर्नुहोस्, मबाट हुन सक्दैन। तर वर्षौँदेखि बसोबास गर्नुभएको छ, तपाईँकै पनि हो। आश्वासन मात्र पाउनुभएको छ। हेर्दा बुझ्दा अध्ययन गर्दा सरजमिन गर्दा सबै चिज गर्दाखेरि अधिकार तपाईँकै हो, तर तपाईँले प्राप्त गर्नुभएको छैन भने आयोगमा त्यसका लागि हामीले आवाज उठाउँछौँ। त्यो कानुन पास गर्नका लागि पर्याप्त सङ्ख्या यसपटक संसदमा पुर्याउँछौँ र यो सुकुम्बासीको समस्या देखाएर भोट माग्ने युगलाई अन्त्य गर्ने, एन्ड त्यो तालचा लाउने, त्यसलाई त्यो हुँदैन। समस्या समाधान गर्ने हो। समस्या समाधान गर्दा सुन्नुहोस् है, त्यो व्यक्तिले भन्ने होइन, मैले अथवा कुनै पार्टीकोले भन्ने होइन, तपाईँहरूले भने जस्तै तपाईँहरूले जसलाई भन्नुहुन्छ त्यस्तै मान्छेको आयोग हुन्छ। तपाईँहरूले आफ्नो त्यो कुरा सबै त्यो मान्छेलाई भने तपाईँको प्रतिनिधिले तपाईँले भने जस्तै बोल्न सक्नुपर्छ। उसले घुस खाइदियो, उसले तपाईँको भन्दा बाहिरको कुरा गर्यो भने त्यो मान्छेलाई समाउन सक्ने क्षमता हामीले राख्नुपर्छ। हामीले कुरा गर्छौँ, तर नाम भूमिहीनको लिने, सुकुम्बासीको लिने, अनि काम चाहिँ पार्टीको चाहिँ नि सदस्यता बढाउने, पार्टीको सेवा गर्ने भयो भने त्यस्तो कुरा स्वीकार्य हुँदैन। हो, बसिआएका ठाउँमा दिनुपर्ने ठाउँहरू पनि होलान्, यहाँ बसिआएकोलाई होला, अन्य ठाउँमा स्थानान्तरण गर्नुपर्ने होला। देशैभरि छ समस्या, देशैभरिका समस्यालाई एकै ठाउँमा हाल्न मिल्दैन। अलग अलग यहाँको समस्यालाई यहाँकै ढङ्गले गर्नुपर्छ, कसैलाई यहीँ राख्नुपर्छ, कसैलाई जोखिम छ अन्त राख्नुपर्छ, तर घरबार विहीन कसैलाई बनाउन पाउँदैन राज्यले। त्यो महत्त्वपूर्ण कुरा हो। विस्थापित गर्ने होइन, व्यवस्थित गर्ने हो। व्यवस्थित गर्नको लागि रासोपा तयार छ। यो कुरामा कसैले टोलमा आएर चिया खुवाउँदै गफ गरे पनि, रक्सी खुवाउँदै गफ गरे पनि कुरा यही हो। कसैले भड्काउने कुरो छैन यहाँनिर। हस्, त्यो पनि हुन्छ, त्यो पनि अध्ययन गरेर यो दिनुपर्ने ठाउँ छ भन्ने भयो भने क्या हामीलाई केही आपत्ति नै छैन, केही पनि आपत्ति छैन। हामीले यसलाई समाधान गर्ने हो। त्यसले गर्दा जो वर्षौँदेखि बस्दै आउनुभएको छ र त्यो ठाउँ उहाँलाई बस्नको लागि योग्य छ र त्यसलाई चाहिँ कानुनले बाधा गरेको छ, त्यो चाहिँ जायज छ, वैज्ञानिक छ, सुरक्षित छ, अधिकार हो त्यो भन्ने कुरा भयो भने रासोपाले तपाईँको अधिकार कुनै हालतमा खोज्दैन। यो कुरामा तपाईँ निर्धक्क हुनु होला, होइन? किनभने देशभरिको कुरा हो नि यो त। मैले यो टोलमा एउटा कुरा भनेर अर्को टोलमा दुईवटा कुरा गर्न त मिल्दैन। म त टोलै पछि अनुहार हेरेर कुरा फेर्ने मान्छे त होइन। मेरो कुरा देशैभरि यही हो। तपाईँहरूले भन्नुभयो हामीलाई यहीँ चाहिन्छ, हुनसक्ला तपाईँ यहीँ पाउने हुनुहुन्छ, हुनसक्छ भने यहीँ हुनसक्छ। अर्को ठाउँको मान्छे होला मलाई यहीँ चाहिन्छ भन्ला, होइन, त्यो त खतरामुक्त युक्त होला, अथवा त्यहाँ नमिल्ने सम्भावनाहरू थियो होला। त्यो आयोगले भन्छ, त्यहाँ बसेका मान्छेले भन्छन्, उनीहरूले भन्छ र तपाईँलाई चित्त बुझाउँछन्, ए हो रहेछ भन्ने हुन्छ। तपाईँलाई व्यवस्थित गर्ने, तपाईँलाई सुरक्षित राख्ने जिम्मेवारी सरकारको हो, नेताको हो, राजनीतिक दलको। कसैको बस्ती उठाएर त्यहाँ चाहिँ नि कसैलाई चाहिँ नि विस्थापित गराएर कसैलाई घरबार विहीन बनाएर म आफ्नो घरमा न्यानोसँग बस्न सक्ने नेता होइन। यो कुरा ढुकाउनुहोस्। तर व्यवस्थित त हुनुपर्छ साथी हो। कानुन त सबैले मान्नुपर्छ साथी हो। कानुनमा खराबी छ भने फेर्ने, नयाँ लेख्ने, व्यवहारिक बनाउने, तर कानुन चाहिँ कानुन नै हो। कानुन ठिक छैन ठिक गर्ने, कानुन छ पालना भएको छ भने पालना गर्ने। राजनीति सुकुम्बासीका नाममा, भूमिहीनका नाममा, लाल पूर्जाका नाममा गर्ने राजनीति अन्त्य गर्नुपर्छ। यो कुरा स्पष्ट छ। हस्, यही कुरा मैले स्पष्ट पारेँ तपाईँहरूलाई। म यहाँ आउने जाने ठाउँ हो, मलाई जहिले पनि यहाँ तपाईँले माया दिनुभएको छ, विश्वास दिनुभएको छ। जसले जे कुरा गरे पनि म यही नै छु, तपाईँहरूकै प्रतिनिधि छु। र धेरै धेरै धन्यवाद। म दुःख परेका बेलामा तपाईँहरूले हस्ताक्षर गरेर मेरो लागि आवाज उठाइदिनु भएको छ, रोइदिनु भएको छ। धेरै धेरै धन्यवाद दिन चाहन्छु म तपाईँहरूको लागि। फेरि भेट्छु। सबको जय हो साथी हो। जय घन्टी, जय घन्टी। कुनै पनि अप्ठ्यारो पर्दा यहीँ नजिकै मैले सचिवालय राखेको छु, मैले पहिल्यै बाचा गरेको थिएँ, त्यहाँ आएर मजाले टेबल ठोक्नुहोस्। त्यो तपाईँको ठाउँ हो,
मेरो होइन, तपाईँको ठाउँ हो। आफूलाई लागेको कुरा, आफूलाई भन्नुपर्ने कुराहरू त्यहाँ राख्नु होला। हस्, सबैसँग बिदा मागे। धेरै धेरै धन्यवाद। नमस्कार।